एभ्रिवान, आजको भिडियोमा हामी कुरा गर्नेछौँ कस्तो कोठामा कस्तो वार्डरोब डिजाइन बेस्ट हुन्छ भनेर। हजुरको रुम साइज, डिजाइन र पर्पस अनुसार वार्डरोब सेलेक्सन कसरी गर्ने भन्ने कुरा डिटेल्समा गर्नेछौँ। नम्बर 1 मा रहेको छ स्मल बेडरुम वार्डरोब डिजाइन। सानो रुमको लागि चाहिँ ह्याङ्गिङ डोर भन्दा स्लाइडिङ डोर पर्फेक्ट हुन्छ। ह्याङ्गिङ डोरले चाहिँ अलिकति स्पेस धेरै खाने भएकोले हजुरहरूको स्लाइडिङ डोर चाहिँ यसमा पर्फेक्ट हुन्छ, जसमा चाहिँ हजुरहरूले मिरर डोर राख्नु भयो भने हजुरहरूको सानो रुमलाई ठुलो देखाउन हेल्प गर्छ। नम्बर 2 मा रहेको छ मिडियम बेडरुम वार्डरोब डिजाइन। यसमा चाहिँ हजुरहरूको स्मल बेडरुममा भन्दा अलिकति एक्स्ट्रा स्पेस हुने भएकोले हजुरहरूले यसमा ह्याङ्गिङ डोर पनि राख्न सक्नुहुन्छ, नभए स्लाइडिङ डोर पनि हजुरहरूको अप्सनमा छ। यदि हजुरहरूले ह्याङ्गिङ डोर राख्नुहुन्छ भने चाहिँ यसमा ट्रान्सप्यारेन्ट ग्लास राखेर रुमलाई अलिकति स्पेसिफिक र मोडर्न देखाउन सक्नुहुन्छ। यसमा रहेको छ लार्ज र मास्टर बेडरुम वार्डरोब डिजाइन। यसमा चाहिँ हजुरहरूले आफ्नो बेडरुमको स्पेस अनुसार मल्टिपल डिजाइनहरू चुज गर्न सक्नुहुन्छ। ह्याङ्गिङ डोर वा स्लाइडिङ डोर दुवै यसको लागि बेस्ट हुन्छ। यसमा चाहिँ हजुरहरूले धेरै सेल्फहरू पनि पाउन सक्नुहुनेछ, जस्तै ड्रेसको लागि, ब्यागको लागि, ज्वेलरिजको लागि, सुजको लागि हजुरहरूले आफ्नो वार्डरोब कस्तो छ त्यो अनुसारको छुट्टा सेल्फ बनाउन सक्नुहुन्छ। र फाइनल टिप, हजुरहरूले सानो, मिडियम र लार्ज जुनसुकै वार्डरोब बनाउँदाखेरि पनि ध्यान दिनुपर्ने कुराहरू, हजुरहरूले आफ्नो रुमको साइज अनुसारको वार्डरोबको डिजाइन चुज गर्नुहोस्। वार्डरोब बनाउँदा हजुरको ड्युरेबिलिटी र रुमको थिम अनुसारको कलर चुज गर्नुहोस्।